नमस्कार साथीहरू। आज तपाईले नसोचेको परिकार बनाएर देखाउँदैछु। सबैभन्दा पहिले जराहरूलाई राम्रोसँग पखालेर यसलाई स्टिम गरेर पकाउँछु। केही बेर बाफमा पकाएपछि हेर्नुहोस् त यो कति मज्जाले पाकेको छ। यसको रङ पनि फेरिएर हल्का सुनौलो र लोभलाग्दो भइसकेको छ। अब यो तातो पिँडालुलाई मैले हातले मज्जाले मुछेर यसको मसिनो पेस्ट बनाएँ। यसलाई अझ स्वादिलो बनाउन मैले यसमा अलिकति चिनी थपेँ र डल्ला पार्न सजिलो होस् भनेर थोरै चामलको पिठो पनि मिसाएँ। अब हेर्नुहोस् त मेरो यो लचिलो र नरम पिठो तयार भयो। अब म यसको ससाना गोलाहरू बनाउँछु। तर यसको असली स्वाद र सुन्दरता त तिलमा छ। मैले बनाएका यी लड्डुहरूलाई सेतो तिलमा राम्रोसँग लपेटे। अब पालो आयो पकाउने। यसलाई धीमा आगोमा पकाउन सुरु गरे। जब यी पाक्छन् आफै माथि तैरिन थाल्छन्। ल हेर्नुहोस् त बाहिरबाट कुरुम कुरुम क्रिस्पी र भित्रबाट एकदमै नरम र रसिलो। आहा, आफ्नै हातले बनाएको यो गाउँले अर्ग्यानिक स्वादको मजा नै बेग्लै छ। तपाईले मेरो यो रेसिपी कस्तो लाग्यो कमेन्टमा भन्नुहोला है।